राष्ट्रपालाई दिउँ भने त्यसको सिद्धान्तमा धर्म छैन, राप्रपालाई दिउँ भने सिद्धान्तमा धर्म छ, हिन्दू राज्य बनाउने भन्ने छ, तर काम गर्दैनन्। कसलाई दिने ल कसलाई दिने यसपालि घन्टीकै हेर्नु, अब पछि विरोध गर्न पाइन्छ होला नि त। हो, घन्टीलाई मैले यसरी दिने भन्छु, किन भन्नु न, जनताले भने अनुसारको काम गर्छु भनेपछि त जनताले फेरि हिन्दू राष्ट्र चाहन्छ। हो, त्यही अनुसारले गर्छ कि भन्ने हाम्रो अनुमान हो। अनुमान अब नयाँ परो अलि उसलाई बढी चाहना पनि गरेका छन् हजुर सबैले, होइन? हजुर, त्यो भएर चाहिँ यसपालि घन्टीलाई नि दिने हो कि भने हो ल। बुढी आमाको यस्तो अनुरोधलाई हामीले मान्दै, अब देवघाटमा फेरि दुईटा कुरा भइरहेछ नि। जो चाहिँ अभिषेकजी हुनुहुन्छ, उहाँ चाहिँ राप्रपाबाट हुनुहुन्छ, अब उहाँलाई दिने कि नदिने त फेरि उहाँ त घन्टी होइन। अब साथी भनेर हेर्न साथी भनेर हेर्न भएन बाबु, है? अब केही गर्छन् कि भनेर आश्चर्य गर्नु पर्यो। साह्रै बिग्रियो देश। हो, अब यहाँ घन्टीमा दिउँ भने फेरि उहाँ घन्टीको होइन हलोको, तर अभिषेक दी त फेरि राम्रो मान्छे हो। यो समस्या पर्यो यहाँ देवघाटवासीहरूलाई। हजुर यहाँको हो कि आमा? म यहीँ बसेको 15 वर्ष भयो बाबु, है? हजुर, काठमाडौँ आउँदै जाँदै गर्छु। हजुर, घर सिन्धुली जिल्ला हो मेरो, माइती हो यहाँ। माझीको शुभ नाम के हो भन्न मिल्छ भने? मेरो शुभ नाम सुशीला नेउपाने। सुशीला नेउपाने। ल, आमासँग भेटेर बोलेर धेरै खुसी लाग्यो। मेरो नाम सन्तोष बस्याल, म हरिहरमा पढाउँछु, हरिहरमा कार्यरत छु। त्यो बेला बेला मैले भिडियो मार्फत सन्देश दिन्छु कि के गर्ने होला अब भनेर। तर ठ्याक्क हजुरसँग भेट भयो। के हो अनि यसो विचार गर्दाखेरि चाहिँ धेरै मान्छे रविलाई चाहिँ प्रशंसा गरे भएर चाहिँ यसपालि घन्टीलाई नि जिताउने हो कि त? हो, केही गर्छन् कि? केही गर्छन् कि आश के मान्छेलाई? हामी त बुढेसकाल भइसक्यो, अब 77-78 वर्षको उमेर भयो बाबु, अब कतिको बाँचेला, होइन? यसो दुईटा पटक मारेर बसिया छ। ल, आमाको अनुरोधलाई स्वीकार गर्दै यसपालिको भोट चाहिँ हामीले देवघाटबाट घन्टीलाई गरौँ कि? अझै निश्चित होइन, गरौँ कि भन्ने हो कि हाम्रो मतको कदर हुन्छ कि? अब त्यस्तो गरिरहेछन् त, त्यति गर्दा पनि गरेनन् भने त अनि विरोध गर्न पाइन्छ त? पाइन्छ, हो, पाइन्छ नि। नारायण आमा।